देख्न सक्नुहुन्छ पोखरा नगर बस सेवाका पोखरा बगर बुर्जुङखोला गर्ने 3वटा बसहरू यहाँ अहिले हाटीमा रोकिएको अवस्था छ। अब यो भन्दा माथि गन्तव्यमा जान नसक्ने अवस्था त्यही बाटो निर्माणको कारणले गर्दाखेरि सम्पूर्ण ठुला साधनहरू यहीँबाट फर्काइएका छन्। 4 पाङ्ग्रे साधनहरू भने मोटरसाइकल 2 पाङ्ग्रे साधनहरू भने बिस्तारै बिस्तारै गएको अवस्था छ। हुनु पर्यो नि भाइरल। पोखरा महानगरपालिका वडा नम्बर 19 तल्लाको ठाँटी यो बुर्जुङखोला जाने ओह्रालोमा अहिले काम भइरहेको छ, निर्माणको काम भइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 19 ले अस्ति नै नोटिस जारी गरेर सूचना जारी गरेर आज असारको 3 देखि 17 गतेसम्म यो बाटो बन्द रहने जनाएको थियो र अहिले यहाँ काम भइरहेको छ, देख्न सक्नुहुन्छ। भनेदेखि चाहिँ नि अब यहाँ काम भइरहेको छ भने अब उस्तै अब यो बाटो एकदम धेरै यात्रुहरूको भिडभाड लाग्ने हैन। यहाँ माथि गण्डकी रेनबो ट्राउट भनी छ, अनि अर्को अरू विभिन्न ट्राउटहरू, इको रिसोर्टहरू रहेका छन्। अनि अब यो बच्चा त्यसले गर्दा पनि धेरै यो चाप रहेको छ यो बाटोमा र यसरी बाटो बन्द हुँदाखेरि चाहिँ अब यात्रुहरूलाई विभिन्न सवारी चालकहरूलाई क्षति त अब असुविधा त हुन्छ नि, तैपनि अब बाटो निर्माण पनि गर्नुपर्ने र साधनहरू पनि चल्नुपर्ने अवस्थामा यस्तै अलिकति असिलो अवस्था रहेको भन्ने देख्न सक्नुहुन्छ। अब अहिले बुर्जुङखोला तर्फबाट चाहिँ यसरी गाडीहरू पास भइरहेको अवस्था छ। काम एकछिनलाई रोकिएको छ भने अब यी गाडीहरू आइसकेपछि बल्ल फेरि पुनः यता रोकिएका गाडीहरू चाहिँ फेरि यता बुर्जुङखोलातर्फ जाने अवस्था रहन्छ। धेरै गाडीहरू चाहिँ ठुला बसहरू र अरू अन्य कारहरू चाहिँ उतै तपाईँको ठाँटीबाटै फर्किरहेको अवस्था छ। ल अझै बिस्तारै बिस्तारै अब यो एकदम जाम हुने ठाउँ हो, यो गाह्रो छ। अब अहिले यो पोखरा 19 तलाको ठाँटी ओह्रालो यो बुर्जुङखोला जाने ओह्रालो हो र अहिले यहाँ काम भइरहेको छ। यसलाई डाँडाकाटे भन्ने ठाउँ हो, यसको नाम डाँडाकाटे भन्ने ठाउँ। यो काम भइरहेको छ, देख्न सक्नुहुन्छ। यता पनि शाखा बाटो रहेको छ र यही जक्सनमा काम भइरहेको छ। निकै साँघुरो बाटो थियो यहाँ, अब यसलाई चक्लाउने काम भइरहेको छ। अहिले यहाँ जेसिबीले देख्न सक्नुहुन्छ पुरानो ढलानका टुक्राहरूलाई तल झारिरहेको छ। भनेदेखि अब यात्रुहरू आउन जाने क्रम जारी छ भने यहाँ धेरैजना यो बसमा चढ्ने यात्रुहरू चाहिँ यसरी यहाँ ठाँटीसम्म पुगेर त्यहाँबाट गाडी चढेर पोखरातर्फ प्रस्थान गर्दै हुनुहुन्छ। सानो सानो यो स्कुटरहरूलाई गाह्रो छ, बाटो राम्रोसँग ट्र्याक बनेको छैन, मान्छेले जबरजस्ती पनि लिएर जानुभएको छ कतिले। यसरी यहाँको भाइहरूले चाहिँ स्कुटर हेरेर महिलाहरूको स्कुटरलाई सहयोग पनि गर्नुभएको छ। ठाँटीमा झरेर आउनु भएन, दुःख पाउनु भयो। अब दुःख त छ, पछि सुख होला नि हजुरहरूलाई। अब केही दिन दुःख गर्नुहोस्, पछि सुख हुन्छ। यहाँ बाटो ढलान भइसकेपछि गाडी सरेर हिँड्नु पाउँदाखेरि धेरै सुविधा हुनेछ पछि चाहिँ। तर अहिलेलाई हाललाई भने दुःख भयो।
आत्तिरको यो दाइ के पनि होइन हौ। यसरी सामान बोकेर ठाँटीदेखि फुलचुङखोला जानुपर्ने अवस्था छ अहिले। अब एउटा धक्का चाहियो, एउटा धक्का। ल उक्लियो। एकदम यो यात्रीहरूको चाप रहेको छ यो बाटोमा। र यति साधनहरू अब आवाजात भएपछि काम फेरि पुनः सुचारू हुन लागेको छ। अब भने यो ठाँटीको ओह्रालोको पहिलो दिनको कामको प्रगतिको बारेमा सानो भिडियो मैले तपाईहरुलाई देखाइरहेको छु। र अब बाटोको अवस्था यस्तै रहेको छ। यही अवस्थालाई देखाउँदै म चाहिँ अब बिदा हुन चाहन्छु। काम निरन्तर चलिरहेको छ भने ठुला साधनहरू ठाँटीबाट फर्काइएका छन्। ओ किशन दाजु, हाम्रो दाइ पनि परालको भारी बोकेर आउनुभएको छ। यदि बाटो बन्द नभएको भए अब बाटो पनि बनाउनु पर्ने छ है, साधन पनि चल्नु पर्ने छ। कुरो गाह्रो छ हौ। बनाउनु पर्ने त भएको हो। यो बाटो साह्रै जीर्ण भएको यहाँनिर त तल पुगेछ है ब्रिक्स खसेर। हिजो माछापुछ्रे गाउँपालिका वडा नम्बर 2 का अध्यक्षले एकतर्फी साधन चलाउन सकिने सम्भावना रहेको भने तापनि त्यो अवस्था अहिले यहाँ नदेखिएको छ। किनभने बाटो निकै साँघुरो भएको कारणले गर्दा साधनहरू त्यसरी चल्न सक्ने अवस्था यहाँ देखिएन। किनभने प्राविधिक रूपमा अलिकति असहज देखिएको छ। त्यसले कारणले गर्दाखेरि यहाँ साधनहरू अब यी बाइकहरू सानसानो गाडीहरू चाहिँ यहाँ रोकिएको अवस्था छ भने अरू चारपाङ्ग्रे साधनहरूका ठाँटीबाट फर्किएका छन् भने मोटरसाइकलहरू बेला बेलामा यसरी पास हुने गरेका